सबभन्दा माथिको प्लान खरिद गर्दा। हेलो अवन्तिका हजुर म बेन्चमार्कबाट के मनिषा बोल्दैछु हजुर के छ हाल खबर ठिक छ हिजो बायोमेट्रिक कति बजीतिर थियो तिम्रो मेरो 3:10 छ तर 3 बजेतिर सकिसकेको ए चाँडै नै भयो हजुर त्यहाँ त्यस्तो त्यो प्रब्लमहरु त केही पनि भएन नि है बायोमेट्रिक गर्ने ठाउँमा भएन ओके अनि एसओपीहरुमा केही चेन्जेस गरेको थियौ भिजामा छैन त्यही त हिजोै डिसिजन आथ्यो हैन मैले राति भनेर फोन गरिन कि मेरो इमेलमै आथ्यो मैले अनमोललाई पनि भनिन डिसिजन चाहिँ फेरि भिजा रिजेक्ट भनेर आछ के त्यही त अनि तिमीले एसओपीहरुमा केही उ गर्यौ कि भनेर एसओपीहरु के मिस्टेक थियो थिएन मैले के पनि गरेको थिएन त्यहाँ पनि केही पनि भनेको थिएन नि बायोमेट्रिक गर्ने ठाउँमा हैन के पनि गरेको थिएन त्यही त म पनि छक्क परे तिम्रो प्रोफाइल चाहिँ फेरि एकदमै राम्रो थियो त्यही त हिजो डिसिजन आएको मैले खास अनमोल पनि आइपुगेको छैन अफिस अनि म केही चेन्जेसहरु त्यस्तो छ कि भने अनमोलसँग पनि कुरा गर्न पाएको छैन त्यही भएर तिमीलाई एक्चुअली केही त्यस्तो छ कि भनेर फोन गरे के छैन त त्यस्तो केही पनि छैन दिदी ए ल हैन इट्स प्राङ्क तिम्रो भिजा आएको छ है हिजो ठ्याक्कै हिजोको कस्तो भयो भने तिम्रो 3 मै सक्यो नि त बायोमेट्रिक अनि 6:26 मै हाम्रो यहाँ भिजा आइसकेको थियो के रमाइलो लाग्यो नि प्राङ्क गरे ल कङ्ग्रेचुलेसन्स है ल अनमोलले पनि फोन गर्नुहुन्छ अहिले एकछिनमा है हस् ल बाई